नमस्ते। मैले 20 वर्ष अगाडि यो सिन्धुलीका 13 तारा राष्ट्रिय व्यक्तित्व प्रतिष्ठानद्वारा निकालिएको यो सिन्धुलीका 13 तारा भन्ने पुस्तकमा एउटा लेख लेखेको थिएँ। यसमा सिन्धुलीका 13 जना ताराहरूको बारेमा चाहिँ लेखिएको छ। त्यसमा मलाई कृष्णप्रसाद कोइरालाको बारेमा जीवनी लेख्न भनिएको थियो र मैले कृष्णप्रसाद कोइरालाको बारेमा जीवनी लेखेको छु। कृष्णप्रसाद कोइराला जो हाम्रो देशका 3 जना प्रधानमन्त्री मातृका प्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइरालाको पिता हुनुहुन्छ। म उहाँको बारेमा यसमा लेखिएको लेख यहाँहरूको सामुन्ने पढ्न गइरहेको छु। म यसलाई विभिन्न भागमा पढेर यहाँहरू समक्ष ल्याउनेछु। छोराछोरी जन्माएर पिता बन्ने मानिसहरू संसारमा धेरै छन्, तर सन्तानप्रतिको कर्तव्य निर्वाह गरेर पिता बन्नेहरू भने धेरै भेटिँदैनन्। झन् आफ्ना सन्तान बाहेक अरूका सन्तानलाई समेत आफ्ना छोराछोरीलाई चाहिँ माया गरिदिने व्यक्ति त बिरलै मात्र पाइन्छन्। तिनै बिरलै मध्येका एक व्यक्ति नै सबैका पिताजी बन्न सफल कृष्णप्रसाद कोइराला हुनुहुन्छ। जनताको लागि विद्यालय खोल्नु, बजार निर्माण गर्नु, यातायात रेल मार्गको विस्तार गर्नु, मन्दिर स्थापना गर्नु, अस्पताल बनाउनु, पोस्ट अफिसको विस्तार गर्नु, उद्योगी गोला सञ्चालन गर्नु, महिला सङ्गठन खोल्नु अनि 3 जना आफ्ना छोरामा राष्ट्रको नेतृत्व लिन सक्ने सामर्थ्य भरिदिनु साँच्चै ठुलो अभिभावकत्व हो। उहाँलाई सबैले पिताजी भन्ने गर्थे। उहाँको जन्म नेपालको राजनीति शङ्का, हत्या, हिंसा र काटमारमा अल्झिएको बेला अर्थात् छल कपटबाट रणोदीपको हत्या गरेर शिथिल भएका वीर शमशेरको समयमा भएको थियो। उहाँको जीवनमा वीर शमशेर, देव शमशेर, चन्द्र शमशेर, भीम शमशेर र युद्ध शमशेर 5 जना राणा प्रधानमन्त्रीहरूको प्रत्यक्ष प्रभाव परेको थियो। खुसी भए तुरुन्तै सम्पन्न गराउनु र रिस उठे तुरुन्तै सखा पार्नु राणा सरकारको विशेषता थियो। त्यस्ता राणाहरूको कोपमा पटक पटक पर्दै रहे पनि आफ्ना सन्तानमा नेपालको बीच छर्दै सर्वसाधारणमा चेतनाको लहर ल्याउन सफल व्यक्तित्व नै कृष्णप्रसाद कोइराला हुनुहुन्छ। अर्थात् उहाँ एउटा असल व्यक्तिले चाह्यो भने धेरै असल काम गर्न सक्छ भन्ने कुराको उदाहरण हुनुहुन्छ। विक्रम सम्वत 1936 साल अर्थात् करिब 125 वर्ष अगाडि नेपालको मध्यपूर्वी क्षेत्रमा पर्ने सिन्धुली जिल्लाको दुम्जा भन्ने गाउँको बाँझा बस्ती भन्ने ठाउँमा कृष्णप्रसाद कोइराला जन्मनु भएको थियो। पिता नन्दीकेशर कोइराला र माता राज्यलक्ष्मी कोइरालाको कान्छा पुत्रको रूपमा उहाँको जन्म राणाहरूले नै बिर्ता दिएको जग्गामा भएको थियो। राणाहरूले बिर्ता दिएको जग्गामा जन्मेका भए पनि अनि बाबु राणाहरूकै कर्मचारी भएको भए पनि उहाँको जीवन सामान्य हुन सकेन। अर्थात् उहाँ 4 वर्षको मात्र हुँदा बाबुको मृत्यु भएकाले उहाँ टुहुरो हुनुभयो। दुम्जाको जग्गा बिर्ता पाउने धाई कोइरालनीसँग आमाको भनावर भएकाले उहाँले बालककालमै दुम्जा पनि छाड्नु पर्यो। यसरी बाल्यवस्थामा नै उहाँमाथि एक पछि अर्को विपद आइपर्यो। धाई कोइरालनीसँग रिसाएर गाउँ छाडेपछि डाँडीको गुराँसे भन्ने ठाउँमा कटुसको बोट हालेर बसोबासको व्यवस्था नमिलाएसम्म तिम्रो जग्गामा पानी पनि पिउँदिन भनेर आमाले भन्नुभएको थियो अरे। त्यसरी भने जस्तै उहाँकी आमाले पानी पनि खानुभएको थिएन अरे। यस्तो दृढ निश्चय आमाको स्वभाव पछ्याउँदै उहाँ भविष्यमा साँच्चै दृढ निश्चयी व्यक्ति बन्न सफल हुनुभयो। उहाँका जेठा दाजु कालिदास राजधानीमा श्री त्रिवीर शमशेरको निजामती सेवामा नौसिन्दा थिए। त्यसैले उहाँको जिम्मा जेठा छोरालाई काठमाडौँमा लगाएर माता राज्यलक्ष्मी बसोबासका लागि जनकपुर स्थित सिमौरा पिँढलीमा फर्केपछि भने उहाँको पुरै लालन पालन आमाबाट दाजु भाउजूमा सर्न पुग्यो। भाउजूले आमाले जस्तै माया र गाली गर्दै उहाँलाई हुर्काउनु भयो। दाजुले घरभित्र र घर बाहिर शिक्षाको व्यवस्था मिलाउँदै अड्डा अदालत घुमाउँदै उहाँलाई बढाउनु भयो। उहाँलाई राम्रा तालिमको व्यवस्था मिलाइदिनु भएको थियो। घरमै पण्डित र मौलवीद्वारा संस्कृत र फारसीको अध्ययन गर्ने मौका उहाँले पाउनु भएको थियो। बिहानै कसरत गर्नुपर्ने र साँझमा अनिवार्य कुस्ती खेल्नुपर्ने कडा व्यवस्था थियो। उहाँका लागि गाना सिकाउने उस्तादको समेत व्यवस्था गरिएको थियो। आमाले उहाँलाई आफ्नै सामु राखेर धार्मिक ग्रन्थहरू पढाउँदै नैतिक ज्ञान हुने शिक्षा दिनुहुन्थ्यो भने दाजुले ब्रिटिस एम्बेसीका मद्रासी कर्मचारीसँग अङ्ग्रेजी सिक्ने मौका समेत मिलाइदिनु भएको थियो। उहाँलाई योग्य बनाउन परिवारले सकेसम्म प्रयास गरेको थियो। फलस्वरूप उहाँ पनि त संस्कृत, अङ्ग्रेजी, फारसी, हिन्दी र बङ्गाली, मैथिली आदि भाषा जान्ने हुनुभएको थियो। धन्यवाद। अर्को भागमा फेरि भेट्नेछु।